हेलो नमस्कार। यदि चाहिँ हजुरहरू चाहिँ अलरेडी विदेशमा हुनुहुन्छ र विदेश आइराख्नु भएको छ भनेपछि र मोबाइल ब्याङ्किङ चाहिँ नेपाली मोबाइल ब्याङ्किङहरू चाहिँ चलाउन चाहनुहुन्छ अथवा चलाउनमा कुनै समस्या भइराखेको छ भने चाहिँ यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। म चाहिँ सबै चाहिँ कसरी एक्टिभेट गर्ने, कसरी चाहिँ चलाउने भनेर चाहिँ म चाहिँ यो भिडियोमा भन्नेछु, अन्तिमसम्म हेर्नु होला। विदेश आइराख्नु भएको छ भनेपछि चाहिँ आउँदाखेरि चाहिँ हजुरहरूले चाहिँ रोमिङ एक्टिभेट गरेर चाहिँ आउनु होला। रोमिङ एक्टिभेट गर्न चाहिँ नबिर्सनु होला, किनकि रोमिङ एक्टिभेट गर्दा कुनै चार्ज पनि लाग्दैन। अर्को कुरा, विदेशमा चाहिँ रोमिङ लिएपछि चाहिँ हजुरहरूलाई केही न केही चाहिँ मेसेजहरू ओटिपीको लागि चाहिँ चाहिन्छ र त्यसको कुनै चार्ज लाग्दैन। इन्कमिङ मेसेजहरूको चाहिँ कुनै चार्ज लाग्दैन, फ्री अफ कस्ट चाहिँ हजुरहरूले युज गर्न पाउनुहुन्छ। र रोमिङ एक्टिभेट गर्न त सजिलो छ। एनटिसीको हकमा चाहिँ हजुरले चाहिँ *1415 *7 ह्याज गऱ्यो भने चाहिँ हजुरले चाहिँ डायल गऱ्यो भने चाहिँ त्यो रोमिङ एक्टिभेट हुन्छ। र एनसेलको केसमा चाहिँ *123 *7 ह्याज गऱ्यो भने चाहिँ यसको एक्टिभेट हुन्छ। र अलरेडी विदेशमा हुनुहुन्छ र चाहिँ मैले चाहिँ रोमिङ एक्टिभेट गर्न बिर्सेँ, अब कसरी गर्ने भनेर चाहिँ सोचिराख्नु भएको छ भने चाहिँ हजुरहरूले चाहिँ एनटिसीको हकमा है एनसेलको चाहिँ कस्टमर केयरमा गर्न सक्नुहुन्छ हैन। एनटिसीको हकमा चाहिँ roaming.support@ntc.net.np मा चाहिँ हजुरहरूले चाहिँ इमेल गरेर चाहिँ मेरो यो मोबाइलमा चाहिँ रोमिङ चाहिँ एक्टिभेट गरिदिनु होला भनेर चाहिँ मेल गरिदिन सक्नुहुन्छ। सकेसम्म चाहिँ यदि आउँदै हुनुहुन्छ भने चाहिँ रोमिङ एक्टिभेट गर्न चाहिँ नबिर्सिनु होला। र अर्को अप्सन भनेको, यदि हजुरहरूलाई यो पनि छैन, रोमिङ पनि भइरहेको छैन, के पनि भइरहेको छैन, यसमा पनि समस्या छ भनेपछि चाहिँ हजुरहरू चाहिँ ब्याङ्कको कस्टमर केयरसँग चाहिँ कुरा गरेर म चाहिँ यो ठाउँमा चाहिँ छु, यो ठाउँमा चाहिँ म यो मोबाइल नम्बर चाहिँ अहिले चाहिँ मोबाइल ब्याङ्किङको लागि चाहिँ युज गर्न चाहन्छु, तपाईँको यस्तो फ्यासिलिटी छ कि छैन भनेर सोध्नु होला। धेरै जसो ब्याङ्कहरूले चाहिँ त्यो अब्रोडको नम्बरहरू पनि चाहिँ प्रोभाइड गरिराखेका हुन्छन्। अब कस्टमर केयर सपोर्ट गर्नलाई चाहिँ सम्बन्धित ब्याङ्कको वेबसाइटमा गएर चाहिँ सपोर्ट कस्टमर केयर एन्ड सपोर्ट भन्ने एउटा हेल्प डेस्क हुन्छ, त्यसमा हेल्प डेस्कमा गएर चाहिँ हजुरहरूले चाहिँ च्याटबाट हुनसक्छ अथवा चाहिँ कुनै इमेल थ्रु हुनसक्छ, केही हुनसक्छ, त्यो थ्रु चाहिँ हजुरहरूले चाहिँ कुरा बुझ्न सक्नुहुन्छ। उनीहरूले चाहिँ धेरै जस्तो ब्याङ्कले चाहिँ अब्रोडको नम्बर पनि एक्सेप्ट गरिदिन सक्छन् र त्यसरी चलाउन सक्नुहुन्छ।